हाम्रो जिल्लाबाट जनकराज गिरीज्यूले चुनाव जित्नु भएको छ र बालेन्द्र शाहजीलाई मेरो आग्रह के छ भने हाम्रो जिल्लाको सांसदको कुरा सिंहदरबारभित्र यदि सुनिएन भने मन्त्रीहरूले सुनेनन् टेरेनन् भने तपाईहरू नेता हुनुभन्दा अगाडि जो अहिले मन्त्री बन्दै हुनुहुन्छ जो प्रधानमन्त्री बन्दै हुनुहुन्छ मलाई तपाईहरूले पाइदिगर मण्डलमा तपाईहरू नेता हुनुभन्दा अगाडि देख्नु भएको हो र हाम्रो जिल्लाको सांसदको कुरा प्रधानमन्त्रीले सुन्न आवश्यक छ मन्त्रीहरूले सुन्न आवश्यक छ यदि बाजुरा जिल्लाको माग लिएर नभेट्ने नटेर्ने नसुन्ने कुरा भयो भने हिजोका शासकहरूका विरुद्धमा म जसरी बोल्थे ठिक त्यही तरिकाले बोलेको भेट्नु हुनेछ युमानेमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन सरकार बन्दैछ त्यसले बाजुराबाट निर्वाचित सांसदलाई मात्रै होइन बाजुराको आवाजलाई सम्बोधन गरेको मानिनेछ र यदि हिजोको शासकहरूको जस्तो हिजोका प्रधानमन्त्री मन्त्रीको जस्तो हेप्ने प्रवृत्ति भयो भने हेमराज थापा फ्रन्ट लाइनमा उभिन्छ तपाईँ अगाडि बोल्नुहोस् तुरन्तै तपाईँ बोल्नुहोस् तपाईँको कुरा सुनेन भने सडकबाट आन्दोलन गर्ने जिम्मा मेरो योभन्दा धेरै